नमस्कार, तपाईहरु हेर्दै हुनुहुन्छ पूर्णगंगा युट्युब च्यानल। यस युट्युब च्यानल मार्फत तपाई हामीले देखेको भोगेको थाहा नपाएको र ध्यान नदिएको कुराहरुको विविध जानकारी प्राप्त गर्नुहुनेछ। यस भिडियोलाई अन्तिमसम्म हेरेर पूर्ण जानकारी प्राप्त गर्नुहोला। आज यस भिडियोको मूल सन्दर्भ रहेको छ दुःख कहाँबाट आउँछ, सुख कहाँबाट प्राप्ति हुन्छ, दुःख कसरी निम्तिन्छ र सुख कहाँबाट निम्त्याउँछौं। यो आफैमा निर्भित हुने कुरा हो। यो आफैमा निर्भित हुने कुरालाई म छलफल गर्न चाहन्छु र यसै सन्दर्भलाई लिएर चाहिँ म आजको यस भिडियोलाई चाहिँ पुरा गर्न चाहन्छु कि दुःख कसरी हुन्छ र सुख कहाँबाट प्राप्ति हुन्छ। अब हामीले हाम्रो जीवनमा हुने भनेको दुःख जम्मै विलासिताले गर्दा नै हो। विलासिताले गर्दा हाम्रो जिन्दगीमा दुःख आउँछ। दुःख निम्ताउनुको मूलभूत कुरा भनेको विलासिता नै हो। विलासिता यदि तर विलासिता पनि फेरि मान्छे अनुसारको फरक हुन्छ। मान्छे अनुसारको चाहिँ विलासिताले फरक पार्ने कुरा हुन्छ। अब यसलाई छोड्दिउँ। अब अर्को कुरा, अब सुख भनेको हाम्रो सन्तुष्ट हो, हाम्रो इच्छा हो। सुख भनेको इच्छा, दुःख भनेको विलासिता हो। विलासिता दुःखलाई निम्ताउँछ र हाम्रो इच्छाले सुखलाई निम्त्याउँछ। अब आउनुहोस् जानौ। अब अहिलेको युग, अहिलेको समय, अहिलेको प्रविधि अहिले डिजिटलाइज भइसकेको छ। सम्पूर्ण कुराहरू डिजिटल भइसकेको छ। अब चारवटा कुरालाई जानौँ। एउटा डिजिटल, डिजिटलमा प्रमुख आउने भनेको मोबाइल। अर्को वस्त्र, हामीले लगाउने लुगा, यसलाई वस्त्र। अर्को तेस्रो भोजन, यानी कि भोग। अब अर्को आयो सवारी साधन। यो चारवटा कुराहरू, यो चारवटा कुराहरूलाई चाहिँ हामीले चाहिँ दैनिक जीवनमा भोग्ने कुराहरू भयो। यो अब अति आवश्यकता पनि भइसक्यो मान्छेको जिन्दगीमा। अब तपाईँ हाम्रो जिन्दगीमा अति आवश्यकता भइसक्यो। अब यो मोबाइल आधुनिक यो समयलाई आधुनिक समय अनुसार चल्नको लागि मान्छेलाई मोबाइल अति आवश्यकता भइसक्यो। अति आवश्यकता त भन्न नमिले पनि मैले अति आवश्यकता भने अति आवश्यकता भइसक्यो मोबाइल। त्यसपछि गएर वस्त्र, यो पनि अति आवश्यकता नै हो। अनि भोजन, भोजन पनि अति आवश्यकता नै हो। त्यसपछि हाम्रो चाहिँ सवारी साधन, यातायात, सार्वजनिक साधन, यो पनि अति आवश्यकता भइसक्यो। अब हामी मोबाइल बिना त रहन सक्दैनौँ। अब योबाट पनि यसलाई पनि कसरी परिचालन गर्ने भन्दाखेरि पनि मान्छे अब यो चारवटा चिजहरूलाई लिएर जानको लागि अहिलेको 60% व्यक्तिहरूको कुरा गर्दैछु म। 60% व्यक्तिहरूलाई चाहिँ यो चारवटा कुराहरूलाई सँगसँगै लिएर जानलाई, चारवटा कुराहरू सँगसँगै जानको लागि त्यति साह्रो अप्ठ्यारो नहुन सक्छ, हैन। अब यो हामी जस्तो मिडल क्लास परिवारहरूलाई यो चारवटा चिजहरू सँगसँगै लिएर जान त्यति साह्रो गाह्रो नहोला जस्तो लाग्छ मलाई। तर यही चारवटा चिजहरूलाई फेरि विलासिता बनाउने हो भने फेरि अति गाह्रो पनि हुन्छ। अब आउनुहोस् जानौँ। अब मोबाइल, अब मोबाइललाई अब तपाईँले सही तरिकाले चलाउनु भयो, एउटा सानो चटक्क परेको सस्तो मस्तो खालको टिकाउ खालको कुनै मोबाइल लिनुभयो भने सायद तपाईँ हामी जम्मैले लिन सक्छौँ होला। अब मैले 60% व्यक्तिहरूको बारेमा कुरा गर्दैछु। 60% व्यक्तिले चाहिँ सानो चटक्क परेको एन्ड्रोइड मोबाइलको कुरा गर्दैछु। एन्ड्रोइड मोबाइल चाहिँ अहिले हरेक व्यक्तिले लिन सक्छ, हरेक व्यक्तिमा उपलब्ध लगभग हुन्छ। अब यसैलाई चाहिँ हामीले अब विभिन्न किसिमको फलफुल भएको, हैन, विभिन्न किसिमको 5G 4G 6G, हैन, अनेक किसिमको जी भएको र त्यसलाई अझ महँगो, हैन, सोध्दै गयौँ भने अब त्यसले त्यो विलासितातिर गयो। अब त्यसले पनि हामीलाई दुःख निम्ताउने भयो। अब अर्को आयो भोजन। अब भोजनले पनि मैले चारवटा कुरा भनेको थिएँ नि। एउटा मोबाइल, एउटा यो अब मोबाइल भन्ने बित्तिकै कम्युनिकेसन भइहाल्यो, हैन। एउटा कम्युनिकेसन, एउटा भोजन, एउटा वस्त्र, अनि अर्को चाहिँ तपाईँ हाम्रो यातायात।
अब यो चारवटा कुराहरू त दैनिक जीवनमा हुने कुरा, दैनिक जीवनमा हामीले जतिखेर पनि अति आवश्यकता भइसक्यो कि यो चारवटा चिजहरू। अब मोबाइलको विषयमा त तपाईँले थाहा पाइसक्नुभयो। अब अर्को आयो भोजन, वस्त्र आयो। वस्त्रलाई पनि अब हामीले अब सामान्य वस्त्र लगाउने हो भने अहिले वस्त्र धेरै सस्तो छ हेर्नुहोस्। पहिलाको तुलनामा वस्त्र र इलेक्ट्रिक डिभाइस चाहिँ एकदम सस्तो हेर्नुहोस्। पहिलाको कमाइ अनुसार र अहिलेको कमाइ अनुसारले वस्त्रमा पनि अब यो महँगो सस्तोको बारेमा पनि पहिलाको महँगो अहिलेको महँगो भन्ने विषयमा पनि नेक्स्ट भिडियो बनाउँछु, हजुरहरूले हेर्नु होला। र अब वस्त्र आयो। वस्त्रलाई अब कसरी, अब वस्त्र जेनरली लगाउने के, जेनरली वस्त्र लगाउने अब सामान्य एउटा टी सर्ट प्यान्ट सर्टहरू लगाउने हो भने सायदै महँगो छैन जस्तो लाग्छ है मलाई चाहिँ। किनभने यो सामान्य जीवनयापन गर्नको लागि अब त्यही वस्त्रलाई पनि अब एडिडास रे मामासिता रे अनेक किसिमको ब्रान्डहरू खोज्ने ओर्ने हो भने होइन, हाइफाई खोज्ने हो भने होइन, एक्सपेन्सिभ खोज्ने हो भने अब त्यो वस्त्र पनि विलासितामा गयो, त्यसपछि तपाईँलाई दुःख निम्त्याउने भयो। अब वस्त्रले पनि तपाईँलाई समस्यामा पार्छ। अब तपाईँ एक्लै होइन, तपाईँले परिवारलाई हेर्नु छ, हो कि अन्त। अब यसले गर्दाखेरि पनि त्यसपछि तपाईँलाई दुःख निम्त्याउँछ। अब अर्को आयो भोग, भोजन। अब हामीले चाहिँ भोग लाएर खाछौँ के, स्वादको लागि खाइरहेछौँ के, भोजन गरिरहेछौँ के। अब भोग लाएर खाए पो त्यो सामान्य खानाले होइन, थोरै खानाले, ठिक्क खानाले होइन, सस्तो खानाले हुन्छ क्या। अब हामीले स्वादको लागि खाइरहेछौँ क्या भने अब दिनकै मासु चाहियो होइन, दिनकै महँगा खानेकुराहरू चाहियो। अब होटलमा गएर खानु पऱ्यो, आज यो होटलमा, आज त्यो रेस्टुरेन्टमा, आज त्यो रेस्टुरेन्टमा होइन। रेस्टुरेन्टमा गएर खाएपछि तपाईँलाई त्यही थाहा छ। अब विभिन्न किसिमको परिकारहरू आज यो खाने, आज त्यो खाने, अब आफ्नो करेसाबारीमा सडेर जाने होइन, सस्तो मस्तो सिजन अनुसारको तरकारी खाँदै नखाने। अब त्यो गऱ्यो भने नि अब तपाईँको भोजनले पनि, अब भोजनलाई पनि तपाईँले विलासितामा लानुभयो भने अब तपाईँलाई भोजनले पनि अब समस्या पार्ने भयो। तपाईँ एक्लैले त खाने होइन, परिवारलाई खुवाउनु पर्यो होइन। अब त्यसले पनि तपाईँलाई समस्या पार्यो। अब भोजन भयो। अब यातायात, अब साइकलबाट बाइक, बाइकबाट गाडीको सोच हुन्छ मान्छेलाई। सार्वजनिक यातायात त कहाँ युज गर्नु, त्यसले त 1 घन्टा पुऱ्याउँछ। ए बाबा, त्यो यातायात कम्पनीले चाहिँ तपाईँको समय निर्धारित गर्ने हो कि तपाईँ आफ्नो समय आफूले निर्धारित गर्ने हो होइन। त्यो ठिक्क आउने टाइममा चाहिँ आफू जाम न, त्यही अनुसारले चाहिँ आफ्नो म्यानेजमेन्ट गरौँ। त्यो गाडीभित्र पनि आफूले के गर्नु पर्ने हो, आफूले कसरी हिँड्न पर्ने हो, आफूले कुन सोच गरेर हिँड्न पर्ने हो, आफूले आफ्नो समय त आफूले निर्धारित गरौँ न। अब यातायात साधनहरू, सार्वजनिक साधनहरू युज नगर्ने, मान्छेलाई रिने गरेर नि बाइक चाहियो, किस्तामै भयो भने बाइक चाहियो, किस्तामै भयो भने गाडी चाहियो। अब यो यातायातले पनि मान्छेलाई अब विलासितामा लग्यो भने त्यसले पनि अब समस्यामा पार्छ। अब इएमआई भर्नु पर्यो होइन, महिनै पछि गाडीको बाइकको अब भर्नु पर्यो। रिने गरेर किनेको छ भने यता 1 रुपियाँ ब्याज 2 रुपियाँ ब्याज तिर्नु पर्यो। अब सवारी साधनले पनि तपाईँलाई विलासितामा लिएर गयो। विलासितामा लिएर गएपछि तपाईँलाई के भयो, दुःख निम्तायो। अब यो भिडियो अलिकति लामो भयो होइन, अब अलिक सर्टकटमा भन्छु। अब यो 4वटा चिजहरूले तपाईँलाई अब यो कम्युनिकेसन, एउटा कम्युनिकेसन भनेको चाहिँ मोबाइल आइहाल्यो होइन। मोबाइल आएपछि अर्को अब वस्त्र भनेको अब तपाईँले 200 को प्यान्ट के अरे 500 को प्यान्ट र 200 टी सर्ट लगाउनु भयो भने चटक्क देखिन्छ क्या। मान्छेले सुहाउँदो खालको लगाउनु पर्छ, चटक्कै देखिन्छ क्या होइन। अब त्यो वस्त्रले पनि तपाईँलाई विलासितामा लग्यो भने दुःख भयो। त्यसपछि गएर भोजन, भोग लाएर खाने भए पो भोजन हुन्छ क्या। अब तपाईँले अब स्वादको लागि खाने भएपछि त्यो पनि विलासितामा गयो, विलासिता भएपछि तपाईँलाई दुःख भयो होइन। भोग लाएर खाएकै छैन त है, स्वादको लागि खान्छ होइन। अनि अब अर्को कुरा के आयो भने, अर्को कुरा तपाईँको सार्वजनिक यातायात त युज गर्ने होइन होइन। कहाँ ढिलो पुऱ्याउँछ, के पुऱ्याउँछ, कसो पुऱ्याउँछ, कहाँ कोचेर बस्ने, एकदम सुख सुविधा चाहियो कि होइन। अब त्यो पनि अब विलासितामा लैजान्छ। तपाईँले किस्ता गरेर किन्न पर्यो, बहुत मेहनत गरेर किन्न पर्यो होइन। त्यसले नि विलासितातिर लग्यो। 4वटा कुराहरू भने मैले। अब अर्को 4वटा कुरा चाहिँ लाल छाप लागेको भन्छौँ नि हामीले। लाल छाप लागेको 4वटा कुरा चाहिँ के छ भने, अब यो 4वटा कुराहरूलाई पनि धेरै सोच्यो भने यो 4वटा कुराहरू आफै आउने कुरा हो होइन। प्रारब्धमा पहिल्यै लेखिएको हुन्छ क्या, यो कुराहरू पहिल्यै आउने हो। अब यो 4वटा कुराहरूलाई पनि सोच्यो भने तपाईँलाई दुःख हुन्छ, र 4वटा कुराहरूलाई नसोच्ने हो भने आफै आउँछ र सुख प्राप्ति हुन्छ फेरि
बहुत सुख प्राप्ति हुन्छ यो चारवटा चिजहरूले, एकदम ठुलो सुख प्राप्ति। यो चारवटा चिजहरूलाई नसोच्ने हो भने चाहिँ। तर यो चाहिँ प्रारब्धमा लेखेको अनुसारले आफै हुने कुरा हो। अब चारवटा चिजहरू भन्छु म। एउटा जन्म, एउटा मृत्यु, एउटा विवाह, एउटा भूमि। अब जन्म भनेको मान्छेको जन्म भइसक्यो हाम्रो, होइन? जन्मलाई अब हामीले जन्म दिने चाहिँ कुराहरू चाहिँ सोचिन्छ, जन्मलाई सोच्दै सोच्नु भएन, होइन? अब अर्को आयो मृत्यु। अब मृत्युलाई नै मान्छेले चाहिँ सोचेर चाहिँ अनेक किसिमको चाहिँ, होइन, ए मृत्यु आउँछ कि नभए, मृत्यु आउँछ कि नभए, मृत्यु आउँछ कि, होइन? मान्छेले धेरै सोच्छ नि त, धेरै सोचेर पनि त अनि मान्छेलाई झन् रोग रागहरू यताउति लाग्यो त धेरै सोचले पनि हुन्छ, फ्रस्ट्रेसनमा जानी ओर्नी, होइन? मृत्युले। अब एउटा मृत्यु भयो। अनि अर्को कुरा के भने विवाह, होइन? मान्छेले विवाह 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 भनेको विवाह मात्र जोडिएन, विवाहमा प्रेम भयो, होइन? अब महिला पुरुषसँगको एकअर्काको अट्र्याक्सन भयो, होइन? अब विवाह। अनि अब अर्को आयो तपाईँको विवाहपछि आयो भूमि। एउटा जन्म, एउटा मृत्यु, एउटा विवाह, एउटा भूमि। भूमि भन्ने बित्तिकै आवास आयो, भूमिमा बस्ने, वासस्थान, घर बनाउने आदि इत्यादि, यो भयो। यो चारवटा चिजहरू चाहिँ तपाईँको प्रारब्धमा पहिले लेखेर आएको हो, लालछाप लागेको हो। तपाईँले चाहेर पनि जन्म हुँदैन, चाहेर पनि जन्माउन सक्नु हुँदैन, र तपाईँले चाहेको मितिमा जन्म पनि हुँदैन, र चाहेको मितिमा जन्माउन पनि सक्नुहुन्न, र चाहेको खण्डमा जन्मिन पनि हुन्न, र चाहेको खण्डमा तपाईँले जन्म दिन पनि सक्नुहुन्न। एउटा कुरा, यो कुरा लालछाप हान्ने कुरा, यसलाई सोच्दै नसोच्नुहोस्। अब अर्को आयो तपाईँको मृत्यु। मृत्युलाई त झन् न मान्छेले आफ्नो ठाउँमा म यो ठाउँमा मर्छु भन्दा नि हुन्छ, न यति समयमा मर्छु भन्दा नि हुन्छ, यो कुनै डक्टरले कसैले पनि बताउन सक्दैन। यसलाई त सोच्दै नसोच्दा हुन्छ मान्छेले। तपाईँसँग जतिसुकै पैसा होस् न, तपाईँले 1 मिनट पनि म सास किन्छु भन्दा पाउनुहुन्न, होइन? एउटा मृत्यु, मृत्युलाई नि सोच्दै नसोच्नुहोस्। अब अर्को आयो विवाह। विवाह भन्ने बित्तिकै विवाह, प्रेम जोडी र नारी पुरुष बिचको अट्र्याक्सन, यो चिजलाई नि सोच्दै नसोच्नुहोस्। हेर्नुहोस्, कति कालो केटाले कति गोरी केटी लिएर हिँडेको छ, कति गोरो केटाले चाहिँ कति काली केटी लिएर हिँडेको छ, होइन? कस्तो बुद्धु केटी हुन्छ, कस्तो बुद्धिमान केटा हुन्छ, होइन? अब दुईजना हिँडेकै छन्, होइन? आफ्नो विवाह बन्धनमा बाँधिएकै छन्, तपाईँ हामीले देखेको कुरा। त्यही भएर बिहे पनि सोचेर कहिले हुँदैन, कुन उमेरमा हुन्छ, कोसँग हुन्छ, कतिखेर हुन्छ, थाहा छैन कसैलाई पनि। त्यही भएर यसलाई सोच्दै नसोच्नु, र कुन बेलामा चाहिँ कुन केटासँग कुन केटी को कतिखेर पर्छ भन्ने कुरा नि थाहा हुँदैन। यसलाई सोच्दै सोच्ने होइन, यो प्रति झन् सोच्दै सोच्ने नै होइन। अब यसलाई पनि सोच्नु लाग्यो भने तपाईँलाई चाहिँ दुःख प्राप्ति हुन्छ, यसलाई सोच्नु भएन भने तपाईँलाई चाहिँ आनन्द प्राप्त हुन्छ। अब तपाईँले अर्को छ, अर्को के भने तपाईँको भूमि। भूमि हेर्नुहोस् त, ल तपाईँहरूमध्ये कतिपयको काठमाडौँमा घर जग्गा होला, होइन? पोखरामा घर जग्गा होला, चितवन नारायणघाटमा घर जग्गा होला, झापामा घर जग्गा होला, मेन सिटीमा क्या बिल्डिङ होला, होइन? तर तपाईँले त कतार, साउदी, दुबई, अस्ट्रेलिया, अमेरिका बस्नु परेको छ। काठमाडौँमै घर भएको मान्छे पनि सरुवा भएर रुकुम रोल्पामा पुग्नु परेको छ, होइन? रुकुम रोल्पाको नि सिटीमा बस्नु परेको हुन्छ नि, गाउँमा सरुवा भएर गएको छ, होइन? व्यापार व्यवसायको लागि पनि एक ठाउँबाट अर्को ठाउँमा आफ्नो भनेको ठाउँमा बस्न पाउनु भएको छैन, बस्न पनि पाइँदैन भनी पहिल्यै लेखिएको हुन्छ कि यो ठाउँमा त बस्ने, यो भूमि यतिसम्म, यो भूमि, यो गृह, यो भूमिमा भएको सामान चाहिँ यतिखेरसम्म तैँले चाहिँ यसरी चलाउने, होइन? यसको उपभोग गर्ने, भोग गर्ने, होइन? त्यही भएर यो चारवटा चिजलाई पनि सोच्दै नसोच्ने। जन्म, मृत्यु, विवाह र भूमि, यो चारवटा चिजहरू प्रारब्धमा भएको कुरा हो। आउँछ, लालछाप लेखेको छ, कसैलाई ढिलो आउँछ, चाँडो आउँछ, त्यो पहिल्यै मिति तोकिएको कुरा हो। त्यही भएर त्यसलाई हामीले सोचेर केही पनि हुँदैन। यो चारवटा चिजहरूले चाहिँ हाम्रो जीवनलाई प्रत्यक्ष सुख प्राप्ति दिने कुरा हो, र यसलाई सोच्यो भने दुःख हुन्छ, र सोचेन भने सुख प्राप्ति हुन्छ। यो प्रारब्धमा लेखेको जसरी पनि आउँछ। अगाडिको चारवटा कुरा
लाई विलासितामा नलैजाने, चारवटा कुरा के भन्दा डिजिटल लाइफ, मोबाइलहरूको बारेमा सोध्दै नसोच्ने, यसलाई ग्रेड अप नगर्ने, सोध्दै नसोच्ने भन्दा नि ग्रेड अप नगर्ने। अब वस्त्रलाई महँगो वस्त्रहरू र ब्रान्ड वस्त्रमा नजाने। अनि अर्को आयो भोजनलाई स्वादसँग तुलना नगर्ने, पेटसँग तुलना गर्ने, भोगसँग तुलना गर्ने। त्यसपछि यसले पनि दुःख निम्ताउँदैन, सुख प्राप्ति हुन्छ, विलासितामा नजाने। अनि अर्को कुरा आयो, के आयो भन्दा अर्को कुरा सवारी साधन। सवारी साधन हेरौँ न, हामीलाई हिँड्न परेको छैन, त्यसमा भाग्य सोचौँ क्या, होइन? हिँड्न परेको छैन नि, दुःख गरेर हस्याङ फस्याङ गरेर हिँड्न परेको छैन, त्यसमा भाग्य सम्झौँ। यो चारवटा चिजहरूलाई पनि तपाईँले चाहिँ ग्रेड अप नगर्नुहोस्, जे छ जस्तो छ त्यसरी नै चलाउने प्रयास गर्नुहोस्, एकदम राम्रो हुन्छ। अब अर्को कुरा, चारवटा कुरालाई सोच्दै नसोच्नुहोस्, प्रारब्धमा लेखेको छ, जसरी पनि हुन्छ। एउटा जन्म, एउटा मृत्यु, एउटा विवाह, प्रेम विवाह, होइन, नारी पुरुष बिचको अट्र्याक्सन, यसलाई सोध्दै नसोच्नुहोस्। अनि अर्को कुरा चाहिँ भूमि गृहस्थ, यो चारवटा कुरालाई चाहिँ सोच्दै नसोच्नुहोस्। यो प्रारब्धमा लेखिएको कुरा हो, तपाईँको जसरी पनि हुन्छ हुन्छ हुन्छ, लाल छाप लागेको कुरा हो। त्यही भएर यो चारवटालाई तपाईँले कन्ट्रोल गर्नुहोस्, होइन? चारवटा केलाई कन्ट्रोल गर्नुहोस् भन्दा आधुनिक डिजिटल कम्युनिकेसन, होइन, डिजिटल मोबाइल आदि इत्यादि, र अर्को वस्त्र, भोजन, त्यसपछि सवारी साधन। चारवटालाई तपाईँले सीमित गर्नुहोस्, होइन, सामान्य गर्नुहोस्। चारवटा कुरालाई सोध्दै नसोच्नुहोस्, जन्म, मृत्यु, विवाह र भूमि गृहस्थलाई सोच्दै नसोच्नुहोस्, यो प्रारब्धमा लेखेको भइहाल्छ। यति 8वटा कुराहरूलाई चाहिँ, आठवटा कुराहरूलाई चाहिँ तपाईँले चाहिँ मनन गरेर हिँड्नुभयो भने र यसलाई चाहिँ आफूले चाहिँ यो भनेको यसरी चलाउनु पर्छ भनेर चाहिँ सम्झेर हिँड्नुहोस्, मैले भनेको जस्तै गरेर, र धर्ममा रहेर कर्म गर्नुहोस्। आनन्द प्राप्त गर्नु त छ नि जसरी पनि, होइन? हस् त, यो भिडियो धेरै लामो भएको छ, र यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने यस पूर्णगङ्गा युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस्, र यो भिडियो मन पर्यो भने एक लाइक पनि गरिदिनुहोस्। हस् त, धन्यवाद। यति लामो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार। जय नेपाल, जय श्री पशुपतिनाथ, जय श्री राधाकृष्ण।